आज हामी चाहिँ आफ्नो नाममा दर्ता श्रेष्ठता कायम रहेको जग्गाको विषयमा चाहिँ जग्गा बेच्न पर्यो अथवा त्यो जग्गामा मुद्दा परेर त्यसको प्रतिरक्षा गर्न पर्यो, तर त्यस्तो कार्यमा चाहिँ आफू स्वयं सरिक भएर चाहिँ कार्यालयमा सरिक भएर चाहिँ गर्न नसक्ने अवस्था आइपरेको अवस्थामा चाहिँ कानुनले चाहिँ कस्तो अधिकार प्रदान गरेको छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्छौँ। यो अवस्थामा के छ त भन्दाखेरि हामीले सम्बन्धित जिल्ला अदालतमा उपस्थित भएर आफ्नो एका घरका व्यक्ति अथवा जो कोहीलाई पनि अधिकृत वारेस चाहिँ दिन सकिन्छ। त्यसो गर्दाखेरि अदालतमा चाहिँ एका घरका मान्छे छन् भने 500 रुपियाँ दस्तुर लाग्छ। अब घरदेखि बाहेकको मान्छे छन् भने चाहिँ 5000 रुपियाँ त्यहाँ चाहिँ शुल्क लाग्छ। त्यो गरिसकेपछि चाहिँ तपाईँको तर्फबाट उक्त सम्पत्तिमा आइपर्ने सम्पूर्ण काम इभन बिक्री वितरणै पनि अर्थात् मुद्दा परेको अवस्थामा त्यसको प्रतिरक्षा पनि त्यस्तो अधिकृत वारेसले चाहिँ गर्न पाउने प्रावधान चाहिँ हाम्रो मुलुकी देवानी कार्यविधि संहिता